आज हामी परमेश्वरको वचनमा हामी जाँदैछौँ। परमेश्वरको वचन बडो शक्तिशाली छ। परमेश्वरको वचन तपाईँ र मैले पढ्नु, परमेश्वरको वचन मनन गर्नु, पालन गर्नु, अनि तपाईँ र म बढ्दै 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 जान पर्छ। आमेन, हालेलुया। परमेश्वरको वचन सुन्ने, त्यसपछि गएर बिर्सिने होइन। प्रभुका जनहरू, तपाईँ र मैले परमेश्वरको वचन सुनेर, मनन गरेर, आफ्नो जीवनमा लगाएर हामी अगाडि बढ्न पर्छ। प्रभुलाई धन्यवाद होस्। प्रार्थना गरौँ। परमेश्वर पिता, तपाईलाई धन्यवाद होस्। म अयोग्य, पापी, तुच्छ, बोल्न नजाने, खान नजाने, लाउन नजाने मान्छेलाई आज प्रभु तपाईको वचन बोल्ने मौका दिनुभएको छ। म आफ्नो बुद्धिले, आफ्नो ज्ञानले, म आफ्नो समझ शक्तिले केही पनि गर्न सक्दिनँ, तर पवित्र आत्मा तपाईँ आउनुहोस्, मसँग बोल्नुहोस् र बातचित गर्नुहोस् भनिकन प्रार्थना गर्छु। प्रभु, आज तपाईँको दास दासीहरूले जतिले यो वचन सुन्नुहुन्छ, जब यो पालन गर्नुहुनेछ, उहाँहरूको जीवनमा उन्नति वृद्धि आउनेछ। प्रभु यीशुको नाउँमा हामी आशिष माग्छौँ, यीशु प्रभुको नाउँमा, आमेन, हालेलुया। हामी प्रभुलाई लाख लाख धन्यवाद नदिकन हामी रहन सक्दैनौँ। धेरै दिनदेखि मैले वचन बाँड्ने कुरा थियो, तर आज परमेश्वरले यो मौका दिनुभयो। हामी हाम्रो आदरणीय दाजुबाट बडो मिठो मिठो शक्तिशाली वचन हामी खायौँ। आदरणीय निता बहिनीबाट हामीले खायौँ। गएको शनिबार हाम्रो आदरणीय पास्टर विकासबाट परमेश्वरको वचन सुनेर हामी साह्रै उत्साहित थियौँ। साह्रै तपाईँहरू हँसिलो हुनुहुन्थ्यो। सायद अवश्य पनि परमेश्वरको वचन बुझ्नु भएको छ। आमेन, हालेलुया। परमेश्वरको वचन मिठो वचन मात्रै हाम्रो शरीरलाई फाइदा गर्दैन, तर परमेश्वरको सन्तुलित खाना, असन्तुलित खाना, आहार जब हामीले खान्छौँ, त्यसले पनि हामीलाई तागत दिन्छ। आमेन। मैले राम्रो बाँड्न नजाने पनि परमेश्वरको वचन हो, मैले बाँड्ने छु, यसले तपाईँलाई तागत दिनेछ, शक्ति दिनेछ। आमेन। प्रभुलाई महिमा होस्। हामी प्रभुका जनहरू, विश्वासी दाजुभाइहरू, तपाईँलाई लेख्न मन पर्यो भने लेख्नु होला। प्रभुलाई धन्यवाद होस्। हामीले थाहा पाउनु पर्ने, विश्वासी जीवनमा हामी थाहा पाउनु पर्ने कुराहरू के छन् भने, उपदेशकको पुस्तक मैले 3:1 र 2 म पढ्न जाँदैछु कि हरेक कुराको समय छ। आकाश मुनि सबै क्रियाकलापको बेला छ। जन्मने एउटा समय छ र मर्ने एउटा समय छ। आमेन, हालेलुया। जब मान्छे जन्मिन्छ, त्यसको अन्त पनि हुन्छ। यो संसारमा जब तपाईँ र म जन्मिन्छौँ आमाको गर्भबाट, त हाम्रो एक दिन मृत्यु पनि हुन्छ। यो अवश्य छ। यो सबै कुरा तपाईँ र मलाई थाहा छ। मैले प्रार्थना गर्दै गर्दा परमेश्वरले यही कुरा देखाउनु भयो। 2 चोटि 3 चोटि यही वचन देखाउनु भयो, अनि म यो वचन आज तपाईँको अगाडि पस्किँदैछु। प्रभुलाई धन्यवाद होस्। जन्मको कुरा, जब मानिस आमाको गर्भमा बाट जन्मिन्छ, उसको शारीरिक जन्म हुन्छ। प्रभुका जनहरू, आमाको गर्भमा ऊ एकदमै सुरक्षित हुन्छ। उसलाई आमाले खाना, त्यो हावा पानी सबै कुरा आमाको गर्भमा परमेश्वरले सुरक्षा साथ राख्नु भएको हुन्छ। जब बाहिर आउँछ, उसलाई सास फेर्न गाह्रो हुन्छ, अनि सबैभन्दा पहिले बच्चा रुन्छ। हालेलुया। सबैलाई थाहा छ, बच्चा जन्मिने बित्तिकै रुन्छ।
तपाईँ र मलाई थाहा छ त्यहाँ बच्चाले सास फेर्न आमाले सास फेरिदिएको हुन्छ। बच्चालाई थाहा हुँदैन त्यो बेला। आमाले सास फेर्यो भने बच्चाले सास फेरेको हुन्छ। आमाले खायो भने बच्चाले त्यहाँ खाना पाउँछ। जब बाहिर निस्किन्छ बच्चा अनि त्यो सास फेर्न गाह्रो हुन्छ। अब यो संसारमा उसले सास फेर्न थाल्छ अनि ऊ सास फेर्न गाह्रो भएपछि ऊ रुन्छ। हालेलुया। अनि ऊ रुँदै रुँदै सास फेर्न सिकिहाल्छ। प्रभुलाई महिमा होस्। सास फेर्न थाल्छ। त्यसपछि उसले रुन थालेपछि उसको आमाले उसलाई दुध चुसाउँछ। आमेन। हालेलुया। जब दुध खाँदै जान्छ अनि बच्चा वृद्धि हुँदै जान्छ। आमेन। हालेलुया। म केही कुरा शारीरिक जन्मको बारेमा म बताउन चाहन्छु तपाईहरुलाई। हामी सबैलाई थाहा छ हाम्रो बीचमा डाक्टरहरू हुनुहुन्छ, डाक्टरलाई नर्सहरू हुनुहुन्छ, धेरै मभन्दा ज्ञान धेरै छ उहाँहरूलाई। तर आज हामी शारीरिक जन्मको बारेमा मैले छोटो बताउने छु र हामी कतिजनालाई त शारीरिक जन्म मात्रै थाहा हुन्छ, आत्मिकी जन्मको बारेमा थाहै छैन। हामी विश्वासी दाजुभाइ दिदीबहिनी हामी जसरी शारीरिक जन्म हुन्छ त्यस्तै आत्मिकी जन्म पनि हुन्छ। आमेन। हालेलुया। प्रभुलाई धेरै धेरै धन्यवाद छ। शारीरिक जन्मको बारेमा अलिकति अनुभव छ। आदरणीय दाजुले अघि नै बताउनु भयो कि मैले जब विश्वास गरेको एक महिना नबिर्दै मेरो छोराको जन्म भयो। छोराको जन्म भएपछि लगभग 10-12 बजे बिहान जन्मियो। रातिको 1 बजे मलाई याद छ 1 बजे आमाको मृत्यु भयो। आमाको मृत्यु भएपछि यो बच्चा आइसियुमा थियो। उसले सास फेर्न गाह्रो थियो आमाको, अनि अक्सिजन लगाएको थियो उसको नाकमा। अब म अस्पतालमा छु र एकजना भाइ थियो मसँग। राति मैले 1 बजे फोन गरेँ गुरुआमालाई। आदरणीय डाक्टर दाइ हुनुहुन्थ्यो। अनि 1 बजे राति फोन गर्दा उहाँले उठाउनु भयो। बाहिर पुरै कर्फ्यू लागेको थियो। गेटबाट बाहिर जान मिल्दैन, कोही आउन पनि मिल्दैन, कोही बाटोमा हिँड्न पनि मिल्दैन। गुरुआमा आउन चाहनुहुन्थ्यो, आउन सक्नु भएन अस्पतालमा। अनि त्यतिखेर मेरो लागि उहाँले प्रार्थना गर्नुभयो। आमेन। हालेलुया। हालेलुया। त्यो प्रार्थनाले मैले शक्ति पाएँ। आमेन। हालेलुया। प्रभुलाई धन्यवाद होस्, प्रभुलाई महिमा होस्, प्रभुलाई आदर होस्। अनि रातभरि हामी जागा बस्यौँ। बच्चालाई अस्पतालमै छोडेर त्यो लास, त्यो मृतक शरीरलाई लिएर दाङमा दाह संस्कार गरियो। त्यहाँबाट आएर बच्चा अस्पतालले 6 दिन मात्रै अस्पतालमा हात जोडेर 6 दिन राखिदियो। 6 दिनपछि अब बच्चालाई कसरी दुध खुवाउने? जब बच्चा जन्मिन्छ त्यसलाई पहिलो चाहिँ दुध अति आवश्यक चिज हो हाम्रो शरीरको लागि पनि। र कतिलाई थाहा छैन, हामी आमाको गर्भमा जन्म्यौँ, दुध खायौँ, अनि हामी बढ्दै गयौँ। अहिले दाल भात मासु भात खाँदै हामी हुर्केर हामी अहिले जवान भइसकेका छौँ, कतिजना वृद्ध भइसकेका छौँ। तर याद गर्नुस्, अनि मलाई चाहिँ ठुलो बोझा थियो। अब आमा छैन, यो बच्चालाई कसरी दुध खुवाउने, कहाँबाट पाउने? मसँग न नोकरी छ। दाइले भन्दै हुनुहुन्छ भेटिहाल्न पनि गाह्रो हुन्थ्यो। तर परमेश्वरले कहिल्यै खाली हात राख्नु भएन। आमेन।
हालेलुया। त्यो प्रार्थना, त्यो विश्वास मलाई अहिले जस्तो लाग्छ येशूले भनेको कुरा, म तिमीलाई कहिले पनि छोड्ने छैन, म तिमीलाई कहिले त्याग्ने छैन। आमेन। जगतको अन्तसम्म म तिम्रो साथमा हुनेछु। आमेन। चाहे तिमीलाई आपद परोस्, चाहे तिमी बिरामी हो, चाहे तिमीलाई खाँचो किन नपरोस्, म तिम्रो साथमा हुनेछु। आमेन। त्यो परमेश्वरलाई हामीले विश्वास गरेका छौँ प्रभुका जनहरू। अनि त्यो विश्वासले मैले प्रार्थना गर्दै थिएँ, प्रभु अब म के गरौँ, मसँग रुपियाँ पनि छैन, अब दुध चुसाउने कहाँबाट दुध खुवाउने, आमा पनि छैन। ठुलो परीक्षा मेरो जीवनमा आयो। त्यो परीक्षाले मैले रुन बाहेक केही पनि मेरो थिएन। जेमा पनि म रुन्थेँ। बच्चालाई दुध खुवाएन भने बच्चा मर्छ, उसलाई बचाउनु छ। त्यस कारणले बच्चा जन्मिएपछि उसलाई हुर्काउने मान्छे, खुवाउने मान्छे, पालन पोषण गर्ने मान्छे, उसको सब वास्ता गरिदिने मान्छेको खाँचो पर्छ, अभिभावकको खाँचो पर्छ। अनि आमाको सबै काम मैले गर्न मौका पाएँ। आमाले छोडे पनि परमेश्वरले मैले त्यो बाबुलाई हुर्काउने मौका पाएँ। त्यसपछि गुरुबा गुरुआमाले छिट्टै 1 महिनापछि त्यो बच्चालाई हुर्काउनका लागि अब सहयोगी चाहिने भयो। रहरले होइन, करले, परिस्थितिले मैले विवाह गर्नुपर्ने भयो त्यो बच्चालाई हुर्काउनलाई। अनि गौरीले मलाई धेरै सहायता गर्यो। यो बेला मैले बोक्नुपर्ने बोझा उसले बोकिदियो। अनि 2-2 घन्टामा दुध खुवाउनु पर्ने, 2 घन्टा ऊ सुत्थ्यो, 2 घन्टा म सुत्थेँ, 2-2 घन्टा पालो पालो गरेर हामी यो धीरजलाई हुर्कायौँ। आमेन। हालेलुया। दुध खुवाउनका लागि परमेश्वरले दुध जुटाउनु भयो। उसलाई हुर्काउनका लागि एक दिन गौरी बाहिर माइत गएको थिइन्, धीरज र म थियौँ। त्यो दिन मसँग 1 रुपियाँ पनि थिएन। दुध चाहिँ सिद्धिएको थियो। कहाँ जाने? मैले कहिले पनि गुरुबा गुरुआमासँग मेरो घरमा यो छैन भनेन। केवल प्रार्थना राख्थे। आदरणीय दाजुले पटक पटक मेरो घरमा आएर प्रार्थना गरिदिनुहुन्थ्यो। त्यो वचनले मैले यहाँसम्म, त्यसपछि बच्चालाई खाटमा सुताएर मैले रुँदै रुँदै प्रार्थना गरिरहेको थिएँ। यहोवा परमेश्वरले मेरो आँसु देख्नुभयो, मेरो चिच्याहाट सुन्नुभयो। हालेलुया। कतिचोटि तपाईँ र मलाई दुःख, समस्या, रुपियाँ, खाँचो पर्दा हामी बिरामी हुँदा अस्पताल जानुपर्छ, अस्पताल दौडिहाल्छौँ। मसँग त अस्पताल जाने पनि रुपियाँ हुन्न थियो। कसरी दुध खुवाउने हो? मैले आफ्नो कपडा नकिनेर, मासु नखाएको त कति महिना भएको थियो। कसरी मासु खाने? त्यो मासु खाने पैसा पनि त्यही छोराले खाओस्। कपडा नकिनेर कति भातेहरूले दिएर लगाउनु पर्थ्यो। अनि प्रार्थना गरेर, घन्टौं प्रार्थना गरेँ, प्रार्थना गरेर उपवास बसेँ, प्रार्थना गरेँ। परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो त्यो बेला। आमेन। हालेलुया।
सुन्दै हुनुहुन्छ प्रभुका जनहरू? भएको कुरा, मेरो जीवनमा भएको घटना म आज तपाईलाई बताउन जाँदैछु। आमेन। त्यसपछि परमेश्वर मेरो पुकारा सुन्नुभयो। हालेलुया। बच्चालाई अब एक गाँस मात्रै थियो दुध। अनि एकजना दिदी आउनुभयो अनि सोध्नुभयो, गौरी कहाँ छन्? मैले भने माइत जानुभएको छ। अनि उहाँ आउनुभयो। उहाँ आएपछि एक झोला मासु ल्याउनु भएको रहेछ। प्लास्टिकमा साना पिस, टुक्रा टुक्रा पिस थिएनन्, ठुला फिल्ला खालका, यहीँदेखि पुरै फिल्ला फिल्ला फिल्ला। अनि उहाँ आफ्नो लागि पनि ल्याउनु भएको थियो। अनि उहाँलाई यो प्रार्थना गर्ने बेलामा उहाँलाई खरो भयो, म भेट्न मन लाग्यो, एकदमै भेट्न मन लाग्यो। अनि मासु किनेर उहाँ मेरै घरमा आउनुभयो अनि ठुला ठुला मासुको पिस मलाई दिनुभयो। हालेलुया। आफूले साना पिस आफूले लिएर जानुभयो, हामीले त्यहाँ बाँड्नुभयो। त्यसपछि परमेश्वरको जनले 4000 रुपियाँ दिनुभयो। अनि म परमेश्वरलाई धन्यवाद दिएँ। कसरी तपाईँ यहाँ आउनुभयो आज? मैले सोधेँ। उहाँले भन्नुभयो, धेरै भेट्न मन लाग्यो। जब म प्रार्थना गर्न थालेँ, जब म रुँदै थिएँ, उहाँलाई परमेश्वरले याद दिलाउनु भयो। को व्यक्तिद्वारा परमेश्वरले खुवाउनु पर्ने हो। जसरी एलियालाई परमेश्वरले किद्रोन खोल्सामा भएको बेलामा अनि कागलाई पठाउनु भयो रोटी र मासु लिएर। त्यो परमेश्वर मेरो घरमा आउनुभयो। अनि मासु मैले साँझ पकाएँ। अब बच्चाले मासु खाने भएन। कति महिनौँ दिनदेखि मासु खाएको थिएन त्यहाँ। अनि मासु पकाएर खाएँ, धन्यवाद भने। मेरो विश्वास यहाँबाट यति जम्प गरेँ मैले। आमेन। हालेलुया, हालेलुया। प्रभुलाई धेरै धेरै धन्यवाद छ। त्यसपछि त्यो 4000 लिएर म दौडेँ। मेरो साइकल थियो, साइकलमा अगाडि सिटमा धीरजलाई बसालेँ, म पछाडि क्यारियलमा बसालेर अब एक्लै कसरी एउटा हातले साइकल चलाएर म त्यहाँ पिरलीपुरबाट यसरी आएर यहाँ छोडे गएँ। यहाँ धीरजलाई छोडेर म रूपैडिया गएँ। रूपैडिया 4000 को दुध बट्टा, यति धेरै बट्टा थिए कि गन्ती नै थिएनन्। यसरी मैले यो बालकलाई हुर्काएको हो। अहिले हाम्रो बीचमा ऊ जवान भएको छ। हालेलुया। उसको दिशा पिसाब, उसको कपडा लट्टा, उसलाई मसाज गर्ने गौरी र म मिलेर परमेश्वरको मण्डलीले हाम्रो लागि प्रार्थना गरेर हामीले यसरी यो बाबुलाई हुर्काएको हो। आमेन। हालेलुया। त्यो शरीर मर्थ्यो, यदि दुध खान नपाएको भए त्यो मर्थ्यो। अनि त्यो कति 4वटा बट्टा कति हप्ता गयो, धेरै त चलेन। अनि दिनदिनै खान पर्छ। 1 हप्ता पनि 1 बट्टा चल्दैन थियो। 2-3 दिनमा सिद्धिन्थ्यो एउटा बट्टा। 1 हप्तासम्म त्यसलाई खुवाउनेको लागि दुध परमेश्वरले जुटाइदिनु भयो। म लाख परमेश्वरलाई धन्यवाद दिन्छु। यो गुण म एक सम्झेर मैले भने, प्रभु मेरो जीवन अब तपाईको लागि जिउने छु। आमेन। हालेलुया। यसरी शारीरिक जन्म हुन्छ अनि जन्मेपछि दुधको खाँचो पर्छ। त्यस कारणले मैले दुध खुवाएर उसलाई हुर्काएको कारणले मैले आज तपाईलाई मैले बताएको हो। धेरैजनालाई दुध खाएको महत्त्व हुँदैन। यो बाबुले अब मलाई किन जन्माउनु भयो, मलाई किन हुर्काउनु भयो, मलाई किन यहाँसम्म ल्याउनु भयो, किन पढाउनु भयो भनेर आज्ञा नमान्ला। तर हाम्रो बुवा आमाको कर्तव्य, कति उसको लागि मैले आँसु बगाएँ, कति मेहनत गरेँ, सबै उसैको लागि भनेर यसरी हामीले उसको सेवा गरेर यहाँ ल्यायौँ। जवान नानी बाबुहरू, बच्चाहरू, तपाईका बुवा आमाले पनि आफूले नखाएर, आफूले नलगाएर तपाईलाई खुवाउनु भएको छ, हुर्काउनु भएको छ, जवान बनाउनु भएको छ। यदि तपाईले आफ्ना बुवा आमाको आज्ञा मान्नु भएन भने
के होला? हुर्काएर बढाएर पालन पोषण गरेर स्वास्थ्य राम्रो शरीर बन्यो। यो शरीर फुटबलको लागि, यो शरीर खेलको लागि, यो शरीर अरूको लागि, तर यो शरीर आमा बुवाको लागि कहिले पनि काम लागेको देख्दैन मैले। मेरो आमाले कहिले कसरी मलाई हुर्कायो, कसरी खुवायो, मेरो बुवाले कसरी कमाएर बुन पसिना बगाएर आँसु बगाएर मलाई पढायो, हुर्कायो, यहाँसम्म ल्यायो भन्ने कुरा बच्चाले कहिले पनि बुझ्न सक्दैन। जवानहरू ध्यानसँग सुन्नुहोस्, बच्चाहरू त्यसै तपाईँ यहाँ लहलह जवान शक्तिशाली हुनुभएको छैन, बुद्धिमान हुनुभएको छैन, त्यसको पछाडि तपाईँको बुवा आमाको ठुलो लगानी छ, ठुलो पसिना छ। हालेलुया! के हालेलुया भन्न सक्नुहुन्छ? ठुलो लगानी छ, त्यो लगानीको कारण आज तपाईँहरू हुनुहुन्छ। आमेन। त्यस कारणले म साना बच्चाहरू र जवानहरूलाई म आज अनुरोध गर्छु, तपाईँहरूले आफ्नो आमा बुवाको आज्ञा पालन गर्नुहोस्, आदर गर्नुहोस्, उहाँले भनेको मान्नुहोस्, उहाँले जे भन्नुहुन्छ यस भन्नुहोस्, नो तपाईँको मुखबाट ननिकाल्नुहोस्। यो चाहिँ तपाईँको जिम्मेवारी हो, तपाईँको कर्तव्य हो। आमा बुवालाई गर्नुपर्ने, सानोमा आमा बुवाले गर्नुभयो, ठुलो भएपछि बच्चाले आमा बुवालाई, जवान भएपछि, ठुलो भएपछि आफ्नो बुवा आमालाई आदर गर्नुहोस्, सम्मान गर्नुहोस्। प्रभुलाई धन्यवाद होस्, प्रभुलाई महिमा होस्। धीरज अहिले आफ्नो स्थानमा उठ्नेछन्, कृपया उठ्देऊ त, उठा मुख गराएर। अहिले उनी जवान भएका छन्। हालेलुया! मैले यो बताएन भने उनलाई थाहा हुँदैन। केही किन्नु पर्यो भने उनले मलाई सोध्छन्, यो जुत्ता किन्नु पर्यो भने, कपडा किन्नु पर्यो भने म गएन भने उसले किन्दैन। यति चाहिँ उसले सोध्ने बानी छ। अब ऊ जवान भएको छ, बुद्धिमान भएको छ, अब ऊ टिचर भइसकेको छ, मास्टर लेभलमा पढ्दैछ ऊ। हाम्रो मण्डली सबैको परिवारको प्रार्थनाले आज यहाँसम्म हामी यो पुगेको छ। अब उसको जिम्मेवारीको कुरा छ, कर्तव्यको कुरा छ, उसले अब कसरी जिउने हो। आमा बुवालाई मण्डलीमा मैले भन्छु, म र मेरो घरानाले परम प्रभुको सेवा गर्ने हो। आमेन। हालेलुया! यहोशूको पुस्तकमा छ, यहोशूले भनेका छन्, म र मेरो घरानाले परम प्रभुको सेवा गर्नेछौँ। आमेन। प्रभुलाई धन्यवाद होस्। म अवश्य पनि विश्वास गर्छु उनले सेवा गर्नेछन्, प्रभुको आज्ञा मान्नेछन्। प्रभुलाई महिमा होस्। यो शरीरको लागि, यो शारीरिक जन्म अब यो बढ्दै गयो, शारीरिक मात्रै, शरीरका कुरा मात्रै भयो भने यो शरीर कहाँ जान्छ? यो शरीरको पनि अन्त हुन्छ। यो शरीर माटोमा जान्छ। एक दिन यो शरीर ठुलो भएर अनि ऊ माटोमा जान्छ। प्रिय प्रभुका जनहरू, हामीले यो शरीरको लागि रात दिन खटेका छौँ, रात दिन मेहनत गर्छौँ, अनिदो भएर सोध्छौँ, धन सम्पत्ति, घर बालबच्चा पढाउनतिर लागेका छौँ, तर अन्तमा एक दिन यो माटोमा मिल्छ। प्रिय प्रभुका जनहरू, सबै कुरा हाम्रो नाशमा जान्छ। अस्ति गएको शनिबार हामीले वचन सुन्दै थियौँ कि एउटा मूर्ख धनी मानिसले आफ्नो लागि कति धेरै सम्पत्तिहरू, कति अन्नहरू, कति भखाडीहरू जम्मा गरेर अब मोज गर भन्ने अवस्थामा उसको सास, उसको आत्मा निस्केर आएछ। प्रभुले लिनुभयो, सबै खेर गयो। प्रिय प्रभुका जनहरू, हालेलुया! हालेलुया! शरीरबाट जन्मेको शरीर हो, त्यो शरीर एक दिन माटोमा जान्छ, तर आत्माबाट जन्मेको आत्मा हो। आमेन। हालेलुया! ओ प्रभुलाई धन्यवाद होस्। एकजनाले उठेर पढिदिनुहोस्, यूहन्ना 3:6। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। आमेन। हालेलुया! शरीरबाट जन्मेको शरीर हो, तर
आत्माबाट जन्मेको आत्मा हो। त्यस कारणले जसरी शरीरबाट जन्मेको शारीरिक जन्म हुन्छ भने आत्माबाट जन्मे भने आत्मिकी जन्म हुन्छ। आमेन। जब हामी यूहन्ना 1:12 हेर्यौँ भने जुन दिन तपाईँ र मैले यीशु प्रभुलाई मुक्तिदाता भनेर ग्रहण गर्छौँ र उहाँमाथि विश्वास गर्छौँ तब हामी उहाँको सन्तान हुन्छौँ अनि तपाईँ र मेरो आत्माको जन्म हुन्छ। आमेन। हालेलुया। हामीले कति वर्ष पुग्नुभयो भने अहिले हाम्रा नानी बाबुहरूको धेरैजना ह्याप्पी बर्थडे मनाउँछौँ शरीरमा जन्मेको, तर हामी आत्मिकी बर्थडे मनाउन पर्छ। हामीले कहिले मनाउनौँ आत्मिकी बर्थडे? तपाईँ यीशुलाई विश्वास गरेको डेट कहिले नबिर्सिनुहोस्। म भर्खर जवान 24 वर्षको छु आत्मामा। हालेलुया, हालेलुया। शरीरमा म 40 वर्ष पुगेको छु। मेरा 3टा छोराहरू छन्, श्रीमती छन्, म छु, मेरो सानो घर छ। प्रभुलाई धन्यवाद होस्, प्रभुलाई महिमा होस्, प्रभुलाई आदर होस्। हालेलुया। त्यस कारणले प्रिय प्रभुका जनहरू, तपाईँ र म आत्मामा जन्मेका मानिसहरू हौँ। 24 वर्षको ठिटो विश्वासको ठिटो हुँ म। आमेन। हालेलुया। मैले यो विश्वासमा हिँड्दै गर्दा दाइले अघि भन्दै हुनुहुन्थ्यो शिवराजपुरको घटना हो, साँच्चै हो। म भर्खर विश्वास गरेको मान्छे। 10 बजे हामी पुगेका थियौँ, 6 बजे हामी यहाँ पुगेका थियौँ। लगभग 4:10 देखि कति हामी 6-7 घन्टा हामी प्रार्थना गऱ्यौँ। अनि त्यो घटनाले पनि, त्यो कुराले मैले आफ्नो आँखाले मैले देखेँ। त्यो पागल मान्छे जब यीशुको पवित्र आत्माको तरवाल आयो, पवित्र आत्माको आगोले जलाउँछु भन्नुभयो हाम्रो आदरणीय दाजुले, अनि साँच्चै त्यहाँ आगो आयो अनि ऊ बग्न थाल्यो। बगेको याद मलाई अझै छ। त्यो घटना म कहिले पनि बिर्सिँदैन। अनि त्यो मेरो निम्ति एकदम ठुलो शक्ति बनेको छ। त्यो मेरो निम्ति ठुलो गवाई छ। हालेलुया। त्यसपछि त्यो आगोले जब जल्यो अनि यीशु प्रभु दारी भएको, यीशु सेतो कपडा लगाएको मानिसले मलाई छुन आयो, छोयो भन्ने बित्तिकै त्यो मान्छे उफ्रिएको थियो। हालेलुया। त्यो मान्छे उफ्रिएर गएर 3 चोटि त्यो ढोकामा, बन्द ढोकामा डाङ डाङ आफ्नो टाउको ठोक्यो। मैले फुट्यो क्या हो भने, तर त्यो भूत त्यहाँबाट निस्केर गयो। त्यो बहिनी सत्य मनकी भइन्। अनि चिया पकाएर बिस्कुट पनि खाएको मलाई याद छ। पानी खायौँ, बिस्कुट खायौँ, चिया खाएर घर फर्केपछि मेरो विश्वास अझै माथि गयो। हालेलुया। हर घटनाले, हर सुसमाचारले, हर करीको सङ्गतिले मलाई दिन प्रतिदिन विश्वासमा वृद्धि हुँदै गएँ। प्रभुलाई धेरै धेरै धन्यवाद छ। हामी आत्मिकी, अब आत्मामा जन्मिसकेपछि आत्मिकी खाना हामीले खान पर्छ। आमेन। आत्मामा जन्मेपछि आत्मिकी खानाको खाँचो पर्छ कि नै? जसरी शरीरमा जन्मिन्छ, धीरजको मैले उदाहरण मात्रै दिएको हो तपाईँलाई। दुध खुवाइयो, कति मेहनत गरियो। यदि दुध नखुवाएको भए त्यो बच्चा मर्थ्यो। आमा त मरिन्, त्यो पनि मर्थ्यो। धेरै मैले देखेको छु, आमा मरेपछि बच्चाहरू कुपोषण लाग्छ दुध नपाएर। तर मेरा परमेश्वरले मेरो बच्चालाई कुपोषण लाग्न दिनु भएन। आँसुको र घुट्नाको भरमा परमेश्वरले उसलाई खुवाउनु भयो। यो कुरा यो धीरजले बिर्स्यो भने के होला? छोराहरू, बच्चा, नानीहरू, छोरीहरू, बच्चाहरू, तपाईँ र बुवाले गरेको कुरा बिर्सिनु भयो भने के होला? के दशा होला? त्यो नाशमा जान्छ त्यो बच्चा।
आफ्नो बुवा आमाले भनेको मानेन भने, आफ्नो आमाले भनेको मानेन भने त्यो बच्चा जन्मिन त जन्मेला, राम्रो हुर्केला, बल होला, तागत होला, स्वास्थ्य होला, तर ऊ अन्तमा कहाँ जाला? त्यसको नाशमा हुन्छ। त्यस कारणले जसरी शारीरिक जन्म हुन्छ, ऊ बढ्दै गएको छ, ऊ जवान भयो, त्यस्तै हामी पनि आत्मामा जन्मिसकेपछि आत्मामा बढ्न पर्छ। आमेन, हालेलुया, हालेलुया। आत्मिकी खाना खाएनौँ भने हाम्रो आत्मा मर्छ। मर्छ कि मर्दैन? जसरी शारीरिक शरीर छ, शरीरको लागि खाना खानु पर्छ, दुध खानु पर्यो, भात खानु पर्यो, मासु खानु पर्यो। यो जिब्रोलाई मासु मनपर्छ, यो जिब्रोलाई मोमो मनपर्छ, बिरयानी मनपर्छ यो जिब्रोलाई, तर शरीरलाई मनपर्छ कि नै? हामीले हेर्दैनौँ। तपाईँ र मैले यस्तो खाना खानुहोस् जुन खानाले तपाईँको शरीरलाई फाइदा गर्छ, तपाईँको शरीरलाई स्वस्थ राख्छ। आमेन, हालेलुया। त्यस कारणले प्रिय प्रभुका जन, कुन खानाले हामीलाई फाइदा गर्छ त्यो खाना खानुपर्छ। जुन खानाले हामीलाई नोक्सान गर्छ त्यसलाई छोड्नुपर्छ। कहिले कहिले खाना मलाई खानुहोस्, तर डेलीको खाना तपाईँले त्यसलाई नबनाउनुहोस्। यो जिब्रोले तपाईँलाई धोका देला, यो जिब्रोको स्वादले तपाईँ र मलाई रोगी बनाउला, दुखी बनाउला, अन्तमा नाशमा लैजान्छ। त्यस कारणले म आत्मिकी खानाको बारेमा आज 5वटा खानेकुराहरूको बारेमा म तपाईँलाई बताउँछु। आज यदि तपाईँले 5वटा यो कुरा खानु भएको छ भने तपाईँ स्वस्थ हुनुहुन्छ आत्मामा। यदि 5वटा खानेकुरा तपाईँले खाइराख्नु भएको छैन भने तपाईँ रोगी हुनुहुन्छ। आज तपाईँले मैले थाहा पाउनुपर्छ। आमेन, हालेलुया। सुन्नको लागि तयार हुनुहुन्छ? र सुन्न मात्रै होइन, पालन गर्न पनि तयार हुनुपर्छ। कतिजना तयार हुनुहुन्छ पालन गर्नका लागि? प्रभुलाई धन्यवाद होस्। नम्बर 1 लेख्नुहोस्, अब परमेश्वरको वचन हाम्रो आत्मिकी खाना हो। नम्बर 1 परमेश्वरको वचन हाम्रो आत्मिकी खाना हो। खाना तपाईँले 1 हप्तामा खानुहुन्छ? 1 हप्ता बिराएर, 1 दिन बिराएर खानुहुन्छ कि 1 हप्ता बिराएर कि 1 महिनापछि खानुहुन्छ कि कसरी खानुहुन्छ? कि दिनदिनै खानुहुन्छ? दिनमा कतिचोटि खानुहुन्छ खाना? आत्मिकी खाना तपाईँ र मैले कसरी खाइरहेका छौँ? आज म तपाईँलाई याद दिलाउँछु। आजसम्म तपाईँले दिनमा 1 चोटि आत्माको लागि खाना खानु भएको छ भने तपाईँ कमजोर हुनुहुन्छ। कुपोषण लागेको बच्चा कस्तो हुन्छ? दुब्लो हुन्छ, उसको अनुहार पनि एकदमै चाउरिएको हुन्छ, न उसमा बल हुन्छ, न उसमा तागत हुन्छ, छिट्टै रोगले च्याप्छ। यदि हामी आत्मिकी भोजन, पहिलो नम्बर वचन, परमेश्वरको वचन हामी खाएनौँ भने हामीलाई कुपोषण रोग लाग्छ। अनि हामी कमजोर भयौँ भने हाम्रो शत्रु दियावलस हुन्छ, त्यसले हामीलाई के गर्छ? आक्रमण गर्छ। हाम्रो उन्नति हुन दिँदैन त्यसले। तपाईँको छोराछोरीमा आक्रमण गर्छ, छोराछोरी बिग्रिन थाल्छन्, आज्ञा नमान्ने हुन्छन्, तपाईँको बिजनेस डाउन हुँदै जान्छ, तपाईँले सोचेका कुराहरू पुरा हुँदैनन्, त्यहाँ असर गर्छ। त्यस कारणले आत्मिकी वचन, हामी परमेश्वरको वचन हाम्रो आत्मिकी नम्बर 1 खाना हो, पहिलो खाना हो। यो दिन हो हामीले 2-3 चोटि खानुपर्छ। आमेन। जसरी शरीरमा शारीरिक खाना, यो शरीरको लागि 1-2-3 चोटि, बिहान, दिउँसो अनि साँझ 3 चोटि खाना खान्छौँ हामीले। यो शरीर बल्ल अहिले हिष्टपुष्ट छ। अहिले केही उठाउनु पर्यो भने हामी एकदमै उठाउन सक्छौँ। तर आत्मिकी वचन परमेश्वरको खाँदैनौँ भने तपाईँले मैले आत्मामा केही पनि गर्न सक्दैनौँ। आत्मिकी काम गर्न पर्यो भने हामी गर्न सक्दैनौँ। वचन पढ्नु भयो भने तपाईँले प्रार्थना 1 घन्टा गर्नुहोस् भनेपछि तपाईँले 1 घन्टा प्रार्थना गरिदिनुहुन्छ, 2 घन्टा प्रार्थना गर्न सक्नुहुन्छ। तर वचन नपढ्ने मान्छेले एकछिन पनि प्रार्थना गर्न सक्दैन, किनभने तागत छैन। तागत नभएपछि कसरी गर्ने?
त्यो बलले गर्ने कुरा हुन्न हो। त्यस कारणले परमेश्वरको वचन तपाईँ र म दिनहुँ पढ्न पर्छ। आमेन, हालेलुया। 1 पत्रुस 2:2 भनेको छ, नयाँ जन्मेका बालक जस्तै शुद्ध आत्मिकी दूधको तृष्णा गर र त्यसबाट तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जानेछौ। आमेन। लेखेर राख्नुहोस् त, 1 पत्रुस 2:2 लेख्नुहोस्, त्यहाँ नयाँ जन्मेको बालक। अब तपाईँ र म यीशु प्रभुमा विश्वास गरेको नयाँ विश्वासी हो, नयाँ व्यक्ति हो। तपाईँले पढ्न छोड्नु भएको छ भने तपाईँले आजदेखि परमेश्वरको वचन पढ्नुहोस्। आमेन, हालेलुया। भजन सङ्ग्रह 1:2 दाउद राजाले परमेश्वरको वचन व्यवस्थालाई मनन गरेका छन्, पढेका छन्, पालन गरेका छन्। आमेन। त्यसपछि त्यहाँ उनले परमेश्वरको वचन पढेपछि परमेश्वरको शक्ति उनमा आउँदछ र सबै परमेश्वरको वचन पढेपछि फोहोर बानीहरू, चरित्रहरू, खराब चरित्रहरू हटाउँदै, फोहोर कुरा फाल्दै, हामी वचन पढेनौँ भने हाम्रो जीवनबाट फोहोर कुरा काटिन्न। किनभने परमेश्वरको वचन 2 धारे तरवाल हो। आमेन। हिब्रूको 4:12 लेखिएको छ, परमेश्वरको वचन 2 धारे तरवाल हो। आमेन, हालेलुया। तपाईँ र मेरो जीवनमा भएको पाप, श्राप, अशुद्ध कुराहरू, रोग, बिमार, भूत आत्माहरू सबै काट्दछ। त्यस कारणले परमेश्वरको वचन 2 धारे तरवाल हो। आमेन, हालेलुया। परमेश्वरको वचन जब पढ्नुहुन्छ, शैतानले तपाईँलाई हेर्यो भने तपाईँसँग तरवाल देख्छ, अनि तरवाल भएको मान्छे कहाँ नजिक आउँदैन। तपाईँसँग डराउँछ। हालेलुया, प्रभुलाई महिमा होस्। दानियलको पुस्तकमा पनि लेखिएको छ 9:2 जब दानियल यिर्मया अगमवक्तालाई दिएको परमेश्वरको वचन अनुसार धर्मशास्त्र बुझे, पढेपछि उहाँले बुझे। दानियलले जहिले पनि प्रार्थना वचन पढ्नुहुन्थ्यो अनि परमेश्वरको धर्म यिर्मया अगमवक्तालाई बोलेको वचन उनले पढ्नुभयो अनि बुझ्नुभयो। आमेन। कतिजना हामीले बुझ्दैनौँ, नबुझे पनि तपाईँले पढ्नुहोस्। खाना चाहिँ खानुहोस्, चाहे मिठो लागोस् चाहे नमिठो लागोस्। तपाईँको बिहान साँझ दिउँसोको खाना खा जस्तै परमेश्वरको वचन चाहे मिठो होस्, चाहे तितो होस्, चाहे बिरयानी होस्, चाहे दाल भात होस्, चाहे चटनी भात होस्, तपाईँले खानुहोस्। त्यो खानुभयो भने शक्ति पाउनुहुन्छ। त्यस्तै परमेश्वरको वचन बुझे पनि नबुझे पनि तपाईँ पढ्नुपर्छ। यो चाहिँ हाम्रो आत्मिकी खाना हो। आत्मिकी रूपमा जब हामी खाना खान्छौँ, परमेश्वरको वचन पढ्छौँ, हामी बलियो हुँदै जान्छौँ। आमेन। आत्मामा बलियो हुँदै जान्छौँ। हालेलुया। जब हामी आत्मिकी कुरामा बलियो हुन्छौँ, हामी आत्मिक कुरामा शक्तिशाली हुन्छौँ, तब तपाईँलाई कुनै कुराले आक्रमण गर्न सक्दैन। प्रभुलाई धेरै धेरै धन्यवाद हो। यो चाहिँ अनि दानियलले यो धर्मशास्त्र पढे, वचन पढेर बुझेपछि उहाँले अब इजरायल यरुशलेमको उजाड अवस्था 70 वर्ष थाहा पाए। हामी वचन पढेनौँ भने थाहा पाउँदैनौँ। हामी त्यस कारणले वचन पढ्न पर्छ। अनि दानियलले वचन पढेपछि थाहा पाए अब 70 वर्ष यरुशलेममा अब उजाड अवस्था हुनेछ। त्यसपछि अब दानियलले के काम गरे? त्यो वचन पालन गरे। उनले तुरुन्तै उपवास प्रार्थना राखिदिए, भाङ्रा लगाए, उपवास प्रार्थना घोषणा गरे। उपवास प्रार्थनाका साथमा प्रार्थना गर्दै जाँदा येशूको नाउँमा यसरी प्रार्थना प्रस्ताव गर्न थाले। उपवास बसेर प्रस्ताव गर्न थाले, आफ्नो पाप प्रस्ताव गरे। अनि आफ्नो पाप प्रस्ताव गर्नुपर्छ। हामी उपवास बसेको बेलामा उपवास प्रार्थना गर्दै, आफ्ना पापहरू प्रस्ताव गर्दै, आफ्ना कमजोरीहरू प्रस्ताव गर्दै, दुर्बलताहरू प्रस्ताव गर्दै, अनि भाङ्रा लगाउँदै
प्रस्ताव गर्दै दानियल आफ्नो जातिको पाप पनि प्रस्ताव गर्दै त्यहाँ पुरै देशको पाप प्रस्ताव गर्दा गर्दै अनि जब प्रस्ताव गरेर भ्याएछन् अनि त्यो प्रस्ताव कसले सुन्नुभयो? परमेश्वरले सुन्नुभयो। अनि उहाँले परमेश्वरले सुनेर गाब्रिएल स्वर्गदूतलाई पठाउनु भयो। ठुलो बेगसँग त्यो दूत आउँछन्, दानियल तिम्रो प्रार्थनाको सुनवाई भएको छ। आमेन। त्यो 70 वर्षको उजाड अवस्था परमेश्वरले एउटा प्रार्थनाले, हालेलुया। हेर्नुस् त त्यो प्रार्थना कति महत्त्वपूर्ण छ। अब त्यो प्रार्थना हामी त्यो वचन बुझेपछि त्यहाँ पश्चातापको कुरा आउँछ। प्रभुलाई धेरै धेरै धन्यवाद होस्। अब नम्बर 2 लेख्नुहोस्। अब 5वटा कुरा छन्। 1 नम्बरमा परमेश्वरको वचन हामी दिनहुँ खान पर्छ। यो हाम्रो आत्मिकी भोजन हो। चाहे मिठो हो, चाहे तितो हो, चाहे जस्तो हो, तपाईँलाई आत्मिकी वचन पिउनै पर्छ, खानै पर्छ। जब खानुहुन्छ परमेश्वरले शक्ति दिनुहुन्छ। अब लेख्नुहोस् नम्बर 2, प्रार्थना। प्रार्थना खाना जस्तै, परमेश्वरको वचन जस्तै, अनि प्रार्थना पनि दोस्रो आत्मिकी भोजन हो। प्रार्थना हाम्रो आत्मा विश्वासीको लागि, अरूको लागि भने छैन। प्रभुका जनहरू, विश्वासीहरू प्रार्थना तपाईँ गर्नुहुन्न भने तपाईँ मर्नुहुन्छ आत्मामा। तपाईँको आत्मा मर्छ। 1 दिन खानुहुन्न, 2 दिन खानुहुन्न, 3 दिन दोस्रो खाना खानुहुन्न भने तपाईँ मर्नुहुन्छ। यहाँ 2वटा कुरा म बताउँछु प्रार्थनाको बारेमा। प्रार्थना भनेको आत्मिकी श्वास प्रश्वास हो। आमेन, हालेलुया। के हो प्रार्थना? भन्नुस् त सबैले। प्रार्थना आत्मिकी श्वास प्रश्वास हो। हालेलुया। श्वास प्रश्वासमा के हुन्छ? अक्सिजन लिने र कार्बन डाइअक्साइड फाल्ने। हालेलुया। श्वास प्रश्वासको मतलब के हो? हामीले अक्सिजन भित्र लिने अनि शरीरको लागि, अनि कार्बन डाइअक्साइड फाल्छौँ। अब आत्मामा के हो? आत्मामा प्रार्थना भनेको तपाईँ र मैले थाहा पाउनुपर्छ। प्रार्थना परमेश्वरको वचन, प्रार्थनामा परमेश्वरको वचन लिने, मनन गर्ने र पश्चाताप गरेर आफ्नो पाप फाल्नु पर्छ। आमेन, हालेलुया। परमेश्वरको वचन लिने र हामीले हाम्रा पापहरू प्रस्ताव गरेर हामी जब फाल्छौँ, यो चाहिँ श्वास प्रश्वास फेरे जस्तै हो। प्रभुलाई धन्यवाद। हाम्रो आत्माले सास फेर्छ। जब प्रस्ताव गर्नुहुन्छ तपाईँ बाँच्नुहुन्छ, सास फेर्नुहुन्छ। वचन पढ्ने र प्रस्ताव गर्नुभयो भने तपाईँ जिउँदो छ। तपाईँको ढुकढुकी जिउँदो छ। तपाईँको यहाँ छातीमा राख्नु ढक ढक गर्छ। नाकमा हात राख्नु हाम्रो आवाज सास निस्किन्छ, आउने जाने काम भइरहेको हुन्छ। त्यस्तै तपाईँ र मैले परमेश्वरको वचन हामी लिने र प्रस्ताव गरेर फोहोर कुरा, हाम्रो पाप, गल्ती, अपराध, दाह, सबै पिने कुरा, खाने कुरा, नराम्रो कुराहरू फाल्यौँ भने त्यो चाहिँ हामी जिउँदो छौँ। दोस्रो नम्बरको खाना हो। हालेलुया। प्रार्थना भनेको अर्को अर्थ परमेश्वरसँगको हाम्रो सञ्चार गर्ने माध्यम हो। प्रार्थना भनेको परमेश्वरसँग कनेक्सन। अहिले मोबाइल फोन छ हामीसँग, फोन जसबाट हामी एक अर्कासँग कनेक्सन हुन्छौँ। प्रार्थना भनेको परमेश्वरसँग हामी जोडिने माध्यम हो। त्यस कारणले हामी परमेश्वरको वचन, परमेश्वरसँग सधैँ जोडिराख्न पर्छ। हामी परमेश्वरसँग जोडेका छौँ भने परमेश्वर तपाईँसँग जोडिनुहुन्छ। हामीले अस्ति बिहान दाइले भन्दै हुनुहुन्थ्यो, हाँगा र बुटा यीशुमा जोड्यौँ भने, बुटामा हाँगा जोडियो भने अनि त्यहाँ फल फल्छ। आमेन। हामी परमेश्वरसँग जोडियौँ भने परमेश्वरसँग हाम्रो दिनहुँ सम्बन्ध छ। बिहानीको प्रार्थना पनि प्रार्थना हो, परमेश्वरसँग जोडिने। दिउँसोको प्रार्थना
प्रार्थना थुप्रै, साँझको प्रार्थना, घरको पारिवारिक प्रार्थना, थुप्रै किसिमको व्यक्तिगत प्रार्थना, एक्लै परमेश्वरसँग तपाईँ र मैले प्रार्थना सञ्चार गर्न पर्छ। प्रभुलाई महिमा होस्। आमेन, हालेलुया। यदि तपाईँ र म प्रार्थना गर्ने बानी छैन भने तपाईँ र मेरो धड्कन राम्रो छैन, स्वास्थ्य छैन, हाम्रो आत्मा स्वास्थ्य छैन। तपाईँले थाहा पाउनुपर्छ तपाईँले कति घन्टा प्रार्थना गर्नुहुन्छ, कति समय परमेश्वरमा बिताउनुहुन्छ, तपाईँलाई थाहा छ। गर्दै गर्नुहुन्न कि गर्नुहुन्छ, एकैछिन गर्नुहुन्छ कि कति गर्नुहुन्छ, तर तपाईँ र मैले प्रार्थना चाहिँ गर्न पर्छ। आमेन, हालेलुया। प्रार्थनामा शक्ति छ। हालेलुया, हालेलुया। प्रार्थनामा शक्ति छ भन्नुस् त। ओ, प्रार्थनामा शक्ति छ, विश्वास गर्नुस्। दानियल 6:10 दानियलले दिनमा 3 चोटि प्रार्थना गर्नुहुन्थ्यो। 3 चोटि, बिहान, दिउँसो, साँझ। कतिजनालाई प्रार्थना गरेर के हुन्छ? प्रार्थना गरेर तुरुन्तै हामीलाई कतिचोटि नहोला, कुनै प्रार्थना हुन्छ तुरुन्तै परमेश्वरले दिनुहुन्छ, तर प्रार्थना चाहिँ तपाईले थाहा पाउनुपर्छ। त्यो प्रार्थना तपाईँ र मैले परमेश्वरसँगको सम्बन्ध, त्यो प्रार्थना गएर त्यहाँ जम्मा हुन्छ तपाईको खातामा। आमेन। तपाईँ र मैले कमाएर ल्याएको पैसा ब्याङ्कमा जम्मा भए जस्तै टुङ्ग घन्टी आयो, तपाईँले हेर्नुभयो भने के हुन्छ? त्यहाँ वाह तलब आयो। म्यासेज आयो, कति आयो तपाईलाई थाहा हुन्छ। प्रार्थना पनि यस्तै हो, प्रार्थना खेर जाँदैन। परमेश्वरले तपाईको आँसु, बगाएको आँसु, तपाईले गरेको मेहनत, समय, प्रार्थना गर्ने समय लाग्छ, प्रार्थना गर्ने बेला तागत लाग्छ, प्रार्थना गर्ने बेला घुँडा दुख्छ। बेकार प्रार्थना गराउँछन् यति लामो भनेर तपाईले सोच्नुभयो होला, यति लामो संगति गराउँछन् सोच्नुभयो होला। तर याद गर्नुस्, त्यो प्रार्थनाको फल तपाईको हिस्सामा थपिनेछ। आमेन, आमेन। कतिजना भन्न सक्नुहुन्छ? हात उठाएर भन्नुहोस् आमेन, हालेलुया। ओ, दानियल 3 चोटि प्रार्थना गर्थे, चाहे समस्या होस्, चाहे समस्या नहोस्, चाहे खाना पुगोस्, चाहे नपुगोस्, चाहे प्रशस्त होस्, चाहे जे होस्, प्रार्थनामा उनी पहिलो 3 चोटि अफिसमा काम गर्थे। तपाईले अफिसमा काम गर्नुहुन्छ, बिजी हुनुहुन्छ, तर निकाल्नुस् नास्ता खाने समयमा पनि तपाईले प्रार्थना गर्नुस्। बिहान उठेर प्रार्थना गर्नुस्। चर्चमा नआए पनि, चर्चमा आउन सक्नु भएन भने घरमा गर्नुस्। सकभर चर्चमै आउनुस्, चर्चमा आउन सक्नु भएन घरमै गर्नुस्। चर्चमा दिउँसो आउन सक्नु, घरमै दिउँसो गर्नुस्। साँझ पनि दिउँसो साँझ पनि प्रार्थना गर्नुस्, तर 3 चोटि गर्नुस्। याद गर्नुस्, 3 प्रार्थना। आज 3लाई याद गर्नु होला यसरी। आज मैले कति चोटि गरेँ? हरेक, चाहे जो होस्, चाहे बच्चा हुन्, चाहे दाजुभाइ हुन्, चाहे दिदीबहिनी हुन्, चाहे हामी वृद्ध हौँ, चाहे हामी जति ठुलो किन नहौँ, हाम्रो प्रार्थना हुन पर्छ। दानियल ठुलो व्यक्ति थिए। दानियल सपनादर्शी मान्छे, ठुलो राजाको मन्त्री भएको मान्छेले 3 चोटि प्रार्थना गरे। हामी त सानै मान्छे हौँ, सानो मान्छेले झन् प्रार्थना गर्नुपर्छ। ठुलो मान्छेले यत्रो प्रार्थना गर्नुभयो। एक दिन यस्तो दिन आउँछ, यस्तो दिन आउँछ दानियललाई कि दानियलले प्रार्थना गरे बापत उनलाई बाघको खोरमा फालियो। अब हेर्नुस्, बाघको खोरमा फालेपछि परमेश्वरले उहाँ हेर्नुभयो। हालेलुया। दानियलले गरेको, घुँडा टेकेको, दानियलले बगाएको आँसु, दानियलले बिताएको समय, त्यो माथि परमेश्वरले देख्नुभयो। उहाँको खातामा रहेको थियो प्रार्थनाको थुप्रो। त्यो प्रार्थनाबाट परमेश्वरले आफ्नो स्वर्गदूत पठाउनु भयो।
त्यो बाघको मुखलाई बन्द गरिदिनु भयो। ताली बजाउनुहोस्, हालेलुया। के दानियलले गरेको प्रार्थना खेर गयो? उहाँको प्रार्थना खेर गएन भने तपाईँ र मेरो प्रार्थना पनि खेर जाँदैन। त्यस कारणले प्रभुलाई धेरै धेरै धन्यवाद होस्। प्रार्थना गर्ने बानी बसाल्नुहोस्। यो आत्मिकी कुरा गर्दैछु। हामीले शरीरमा धेरै काम गर्छौँ, थाक्छौँ दिनभरि काम गरेर, तर आत्मामा हामी केही पनि गरेका हुन्नौँ। हामी विश्वासीहरू कमी छौँ, कमजोर छौँ। त्यस कारणले हाम्रो जीवनमा प्रार्थना दोस्रो आत्मिकी खाना हो, भोजन हो। आमेन। प्रभुलाई धन्यवाद होस्। अब तेस्रो नम्बरको खाना लेख्नुहोस्। तेस्रो आत्मिकी भोजन खाना हो सब्बात दिन, मण्डलीमा संगति, सब्बात दिन पालन गर्नुहोस्। तेस्रो खाना हो यो। तेस्रो खाना सब्बात दिन पवित्र माना। प्रस्थान 20 मा छ, व्यवस्था 6 मा पनि छ, थुप्रै ठाउँमा लेखेको छ। अनि जब परमेश्वरले सृष्टि गर्नुभयो 6 दिनसम्म काम गर्नुभयो। 6 दिन उहाँले काम गर्नुभयो, तर 7औं दिन उहाँले विश्राम दिन मनाउनु भयो। आमेन। परमेश्वरले विश्राम दिन मनाउनु भयो भने परमेश्वरका छोरा छोरी हो हामी पनि विश्राम दिन मान्नु पर्छ। आज नेपाल देशले पनि विश्राम दिन मानेको छ। हालेलुया। देश सरकारले पनि 6 दिन काम गरेर, अनि उहाँहरूलाई थाहा छैन यो कुरा। विश्रामको दिन, सब्बातको दिन, यो विश्राम गर्ने दिन उहाँहरूको लागि होइन। उहाँहरूले त आज मार्केट जाने, मिठो मिठो खाने, कपडा धुने, मार्केट गर्ने, होटल जाने, रमाइलो गर्ने आज दिन उहाँहरूको हुनसक्छ, सामान किन्ने। तर हाम्रो आजको दिन तपाईँ र मेरो लागि परमेश्वरसँग संगति गर्ने। आमेन। परमेश्वरसँग संगति गर्ने भन्नुहोस् त। यसरी माथि देखाएर परमेश्वरसँग हाम्रो संगति भइरहेको छ। हालेलुया। अब संगतिमा परमेश्वरसँग हुन्छ यहाँ संगति, र तपाईँ र मसँग भेट हुन्छ। एक हप्तामा हाम्रो भेट भएको छ कतिजनाको? थोरैजनाको हाम्रो सधैँ भेट भइरहेको हुन्छ। तर धेरै जसो हामी आफ्नो आफ्नो काममा भएको कारणले, अफिस भएको कारणले हामी हप्तामा एकचोटि भेट भएका छौँ यहाँ, हप्तामा एकचोटि। अनि यो विश्राम दिन, अनि तपाईँ र मेरो बीचको सम्बन्ध, यो संगति भनेको, यो आराधना सब्बात दिन भनेको परमेश्वरसँग भेट्ने, कुराकानी गर्ने, सम्बन्ध, रिलेसन बनाउने, आफ्नो कमी कमजोरी फाल्ने र सुध्रिने, आफ्नो कमजोरी फालेर परमेश्वरको वचन आफ्नो हृदयमा ल्याउने। एक आपसमा हामी गल्ती गरेका छौँ भने क्षमा लिने, क्षमा दिने। त्यस कारणले यो चाहिँ संगति बडो महत्त्वपूर्ण छ। आमेन। हालेलुया। यो संगतिले बडो ठुलो आशिष ल्याउँछ, बल ल्याउँछ, सुरक्षा। यो संगति कतिको जनाले महत्त्व बुझेका छैन, मैले बुझेको छु। मेरो लाइफमा एक दिन मैले संगति छोडेको छु। मैले भर्खर विश्वास गरेको थिएँ। विश्वास गरे मान्छेलाई बाइबल नपढेपछि थाहा हुँदो रहेछ। अनि श्रीमती र बच्चा चाहिँ मैले चर्च जाऊ, शनिबारको दिन आइतबार ढलान गर्ने भनेको थियो। अनि ढुङ्गा, गिट्टी, बालुवा, अब पैसा नभए मान्छे हेर्नुहोस्, त्यो आफै लेबर काम गरेर मैले त्यो ट्र्याक्टरमा लोड गरेर लेबर काम गरेर मैले शनिबार म यो सबै तयार गर्छु, आइतबार ढलान। घर ढलान भने भएको कारणले मैले संगति छोडिदिएँ। संगति नगएर मैले काम गरेँ दिनभरि। श्रीमती र बच्चा चाहिँ संगति गए हाजिर लगाउन जस्तो, हाजिर लगाउन गए जस्तो के। म चाहिँ काम, मेन मुली चाहिँ काममा खटेर पसिना बगाएर एक ट्राली एक्लैले, मैले एक ट्राली गिट्टी एक्लैले भरेँ। अब कति टाका चाहिएको थियो होला?
शरीर एकदम मर्ने जस्तो दुब्लो थिएँ म। त्यसपछि सङ्गति त्यो मैले भरेँ, सङ्गति सिद्धिएर आइसकेँ। म भर्दै थिएँ, अझै आएर भरे पनि हुन्थ्यो, तर मैले पहिलो विश्राम दिन पालन गरिनँ प्रभुका जनहरू। अनि 100 मिटर थियो होला त्यो ट्र्याक्टर, त्यो छिमेकीबाट यहाँ आउनुहोस्, मेरो घर 100 मिटर मात्रै छ, धेरै टाढा छैन। ट्र्याक्टर मैले छिमेकीको मागेर, छिमेकी लैजा मेरो ट्र्याक्टर। सबैले त्यो बेला दया गरे, केही छैन चौधरीको, अनि ट्र्याक्टर लैजाऊ। अब ट्र्याक्टर लिएर फ्रीमा ट्र्याक्टर, अनि त्यो ट्र्याक्टरमा लोड त गरेँ, मेहनत गरेँ, ट्र्याक्टर लिएर ड्राइभर पनि अर्को ड्राइभर लिएर आए। ड्राइभरलाई पैसा तिरेर अर्को ड्राइभरलाई ल्याएर त्यहाँ झार्नको लागि बिचमा त्यो चक्का फुटिगयो। हेर्नुहोस्, मैले लेबर काम गर्न गएको भए त्यो बेला 100 कि 90 रुपियाँ कि कति थियो, 50, 24 वर्ष अगाडि 50 रुपियाँ थियो जस्तो लाग्छ मलाई। 50 रुपियाँ लेबर थियो। मैले 50 रुपियाँ मात्रै कमाउँथेँ, बढीमा 100 कमाउँथेँ। तर त्यो चक्का बिग्रेपछि अब फ्रीमा मागेर ल्याएको, बनाइदिए जस्तो कि त्यस्तै चाहियो। अब त्यो चक्का बनाउँदा बनाउँदै 2000 रुपियाँ खर्च भयो। हेर्नुहोस्, 2000, 50, एक दिनमा मेरो कमाइ 50 रुपियाँ हुन्थ्यो भने 2000 कति महिनाको मेरो घाटा भयो। मेरो आँखा खुल्यो, गल्ती नगरेसम्म मान्छेले आँखा खुल्दैन भन्छन्, मेरो आँखा खुल्यो। मैले परमेश्वरसँग प्रस्ताव गरेँ, प्रभु म कहिल्यै सङ्गति छोड्ने छैन। आमेन। के तपाईँ भन्न सक्नुहुन्छ? हालेलुया। सङ्गति छोड्नु भनेको ठुलो क्षति हुन्छ। तुरुन्तै नहोला, तर मलाई तुरुन्तै भएर म थाहा पाएँ। तर अब तपाईँलाई तुरुन्तै भएन भने तपाईँको केही छोराछोरी बिरामी होलान्, तपाईँको पैसा मेहनत गरेको त्यो दिन कमाएको पैसा, 1 महिनाको कमाएको पैसा एकैछिनमा जान्छ। मैले 4000 रुपियाँ मैले तिरेको घर ढलान गर्ने पैसा कहाँ गइगयो? ट्र्याक्टर बनाउनमा लाग्यो। हेर्नुहोस्, त्यहाँबाट मैले थाहा पाएको छु, मैले प्रस्ताव गरेँ, परमेश्वर म कहिले पनि सङ्गति छोड्ने छैन, चाहे जे पनि किन नहोस्, मैले प्रार्थना सङ्गति गर्नेछु। आमेन। हालेलुया। तपाईँ पनि सङ्गतिलाई पहिलो स्थान दिनुहोस्। यो तेस्रो हाम्रो आत्मिकी खाना हो, तेस्रो सुरक्षा हो। तपाईँको आर्थिक कुराको सुरक्षा हुन्छ, तपाईँको छोराछोरीमा बाल बच्चामा सुरक्षा जान्छ। प्रभुलाई धन्यवाद होस्। अर्को चौथो आत्मिकी भोजन लेख्नु, चौथो परमेश्वरसँगको आराधना र प्रशंसा। परमेश्वरसँग हाम्रो आराधना र प्रशंसा हुन पर्छ। दाउद राजाले भजन सङ्ग्रह 34 मा भन्नुहुन्छ कि हर समय म परम प्रभुको प्रशंसा गर्नेछु। आमेन। हालेलुया। तपाईँ र म जहाँ पनि प्रशंसा गर्न सक्छौँ। तपाईँ र म तेस्रो नम्बरको सङ्गति चाहिँ जहाँ पाए त्यही मण्डलीमा हामी गर्नु हुँदैन। सभा दिन आफ्नो मण्डलीमा मात्रै गर्न पर्छ। यदि नेपालगञ्ज हुनुहुन्छ भने नेपालगञ्ज आफ्नो आमा मण्डलीमा, अरू ठाउँमा गर्नुभयो भने त्यहाँ आशिष हुँदैन। त्यस्तै हामी यो प्रशंसा आराधना चाहिँ हामी जहाँ पनि हामी छौँ त्यहाँ परमेश्वरको प्रशंसा गर्न सक्छौँ। आमेन। तर हामीले गर्दैनौँ, यही चाहिँ गल्ती गरेका छौँ आज प्रभुका जनहरू। जुन पनि ठाउँमा तपाईँ हुनुहुन्छ परमेश्वरको प्रशंसा गर्न सक्नुहुन्छ, कसैले रोक्न सक्दैन। चाहे तपाईँ अफिसमा किन नहुनुहोस्, तपाईँ भान्सा खाना पकाउनेमा पकाइराखेको बेला किन नहोस्, तपाईँ नुहाउने बेला किन नहोस्, हर समय तपाईँले परमेश्वरको प्रशंसा गर्न सक्नुहुन्छ। त्यस कारणले दाउदले हर समय म प्रभुको प्रशंसा गर्दछु। दाउद राजा गोठाला थिए। गोठालोले आफ्नो भेडा बाख्रा लगेर चौरमा, पुरै ठुलो चौरमा भेडा बाख्रा चढाउँथे राजा दाउदले। अनि चढाउने बेलामा उनले भेडा बाख्रा चढिराख्थे, आफूले परमेश्वरको
प्रशंसा बीडा बजाएर परमेश्वरको आराधना गर्थे। हालेलुया। परमेश्वरको आराधना यसरी गर्थे। काम गर्ने बेलामा कतिजनाले लट्ठी लिएर आफ्नो त्यो बाख्रालाई हेरेर आउँछ, तर दाउदले त्यो हेरेनन्। परमेश्वरको प्रशंसा गरेपछि अनि त्यहाँ परमेश्वरको त्यहाँ हरिणहरू आउँथे, त्यहाँ स्वर्गदूतहरू आउँथे, अनि त्यहाँ वरिपरि जङ्गलमा बाघहरू थिए, अनि परमेश्वरले ती बाघहरूबाट परमेश्वरका अनि दाउदका भेडा बाख्रालाई बचाउनुहुन्थ्यो। आमेन। अनि दाउद बेला बेलामा यति शक्तिशाली भइगे, दाउद आराधना गर्ने भएको कारणले अनि यति शक्तिशाली भए कि बाघसँग पनि लड्दा बाघको मुख च्यात्ने भइगे। आमेन। यति धेरै तागत। यदि तपाईँ शक्ति पाउन चाहनुहुन्छ भने प्रभुको आराधना हर समय गर्नुहोस्। त्यति मात्र होइन, दाउद 16 वर्षको ठिटो त्यो ठुलो गोलायत फिलिस्तीहरूको राजा गोलायतसँग लड्दा अनि उसलाई 16 वर्षको ठिटोले एउटा गोलीले एउटा घुइत्रोले हानेर उनलाई ढालेका थिए। आमेन। हालेलुया। त्यो शक्ति कहाँबाट आएको थियो? परमेश्वरको प्रशंसा, परमेश्वरको महिमा। परमेश्वरले खास तपाईँ र मलाई यसैको लागि बोलाउनु भएको, यसैको लागि बनाउनु भएको हो। परमेश्वरको आराधना गर्नका लागि परमेश्वरले मानिस बनाउनु भयो। त्यही मानिसले परमेश्वरको आराधना गर्न मन लाग्दैन, मन पर्दैन भने त्यो चाहिँ हाम्रो लागि आशिषको कुरा छैन। त्यस कारणले तपाईँ र मेरो जीवनमा प्रशंसा अति अति महान छ। यो परमेश्वरले धेरै मन पराउनुहुन्छ। आत्मिक यो खाना हो हाम्रो। जब तपाईँ र म जान्छौँ स्वर्गमा, मर्यो भने हामी माटोमा हाम्रो शरीर जान्छ। यो जुन रात दिन मेहनत पसिना बगाउनु भएको छ, नसुतेर नखाएर घर बनाउनु भएको छ, परिवार जग्गा जमिन जोड्नु भएको छ, अनि एक दिन जब हाम्रो जीव शरीर माटोमा जान्छ त्यो दिन हामी स्वर्गमा परमेश्वरको घरमा जान्छौँ। त्यहाँ के हुन्छ? स्वर्गमा काम हुँदैन, त्यहाँ नोकरी हुँदैन, त्यहाँ निद्रा हुँदैन, सुत्ने पनि हुन्न, खाने पनि हुन्न केही। त्यहाँ केवल प्रशंसा मात्रै हुन्छ। प्रशंसा हुन्छ भन्नुहोस् न। हालेलुया। हामी यहाँ नगरेपछि उहाँ गर्न सक्छौँ? तपाईँले यहाँ प्रशंसा, यहाँ हात उचाल्न सक्दैनौँ, त्यहाँ हात उचाल्न सक्छौँ? हो, तपाईँ र मेरो बानी बसोस्। त्यस कारणले हामी प्रशंसा हात उचाल्दै, गीत गाउँदै, नाच्दै, दाउद राजा जस्तै हामीले यहाँ प्रशंसा गरिरहेका थियौँ। अघि कति राम्रोसँग हामीले प्रशंसा गऱ्यौँ। त्यस्तै प्रशंसा सधैँ तपाईँ र मेरो जीवनमा गर्नुपर्छ। आमेन। त्यसकारण जब स्वर्गमा जान्छौँ हामी सजिलैसँग हामी परमेश्वरको आराधना गर्नेछौँ। आमेन। हालेलुया। अब अन्तिम पाँचौं हाम्रो आत्मिकी खाना हो सुसमाचार। सुसमाचार भन्नुहोस् त, जोरले भन्नुहोस्। धेरै मान्छेलाई यो मन पर्दैन सुसमाचार। अरू सबै गर्न मन लाग्छ, मन पर्छ, तर यही गर्न मन पर्दैन। 5औं नम्बरको बुँदा सुसमाचार र सुनाउने र आत्मा बचाउने, आत्मिकी बालक जन्माउने, यो काम 5औं नम्बर। यदि 5वटा कुरा तपाईले गर्नु भएको छ भने तपाईँ स्वास्थ्य, तपाईको आत्मा स्वास्थ्य छ, बलियो हुनुहुन्छ। कुनै पनि शैतानले, कुनै पनि रोगले, कुनै पनि दुःखले, कुनै कुराले तपाईलाई दुःख दिन सक्दैन। आमेन। हालेलुया। प्रभुलाई धेरै धेरै धन्यवाद छ। सुसमाचार हामी विश्वासीहरूको लागि यो परमेश्वरको महान आज्ञा हो। सुसमाचार के हो? महान आज्ञा हो। सुसमाचार महान आज्ञा हो भन्नुहोस् त। सबैले हात उठाएर भन्नुहोस्।
हो, यो आज्ञा बिर्सिनु भएको छ धेरैजनाले। यो त अगुवाहरूले मात्रै गर्ने हो सम्झिनु भयो होला कतिले। मेरो काम होइन यो, उहाँहरूले हो, सेवकहरूको हो। जसको काम छैन त्यसले गर्ने हो। जसको घरमा नोकरी छैन, काम छैन, त्यो मात्रै यो सुसमाचार सुनाउने सोचेका छौँ भने प्रिय प्रभुका जनहरू, हामीले गल्ती गरेका छौँ। आफूले आफूलाई सोच्नुहोस्। आजसम्म त्यस्तो सोच्नु भएको छ भने यो मेरो कर्तव्य हो। यो सुसमाचार भनेको विश्वासीको कर्तव्य हो। प्रमुख कर्तव्य सुसमाचार सुनाउनु हो। आमेन, हालेलुया। कतिजनालाई सुसमाचार कसरी सुनाउने थाहै छैन। कसरी सुनाउने? सुसमाचार कसरी सुनाउने? मर्कुस 5:18 र 19 पढ्दियो बाबु। उहाँ डुङ्गामा पस्न लाग्नुहुँदा त्यो भूत लागेको मानिसले उहाँसँग रहनलाई बिन्ती गर्यो, तर उहाँले त्यसलाई अनुमति दिनु भएन। तर त्यसलाई भन्नुभयो, तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्ति गर्नुभएको महान काम र तिमीलाई देखाउनु भएको ठुलो दयाको वर्णन गरिदेऊ। आमेन, हालेलुया। सुसमाचार कसरी सुनाउने? प्रिय प्रभुका जनहरू, प्रभुले जुन काम त्यो भूत लागेको मानिसलाई गर्नुभयो, येशूले त्यो भूत लागेको गेरासेनसको मुलुकमा त्यो भूत लागेर त्यो चिहानको डाँडामा बस्ने भूत लागेको मान्छेलाई येशू गएर निको बनाउनु भयो। निको बनाएपछि त्यो भूत लागेको मानिस, म येशूसँग जान्छु, येशूको पछि पछि लाग्न थाल। अनि येशूले भन्नुभयो, यहाँनिर त्यही कुरा हामीले पढ्यौँ कि उहाँले त्यसलाई अनुमति दिनु भएन, मेरो पछि नआऊ। तर त्यसलाई भन्नुभयो, तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्ति गर्नुभएको महान काम र तिमीलाई देखाउनु भएको ठुलो दयाको वर्णन गरिदेऊ। प्रभु येशूले तपाईलाई कसरी निको बनाउनु भयो, कसरी छुनुभयो, कसरी परिवर्तन गर्नुभयो, त्यही कुरा लिएर तपाईले आफ्नो साथी, आफ्नो मित्रलाई गएर सुनाउने हो। आमेन, हालेलुया। सुसमाचार मेरो कर्तव्य हो भन्न सक्नुहुन्छ? हालेलुया। सुसमाचार सबैको लागि, चाहे बच्चा होस्, चाहे जवान हुन्, चाहे दिदीबहिनी हुन्, चाहे दाजुभाइ हुन्, चाहे म वृद्ध भए, वृद्धहरूको लागि, हामी अगुवा सेवक सबैको लागि यो कर्तव्य हो। आमेन, हालेलुया, हालेलुया। छोराछोरीलाई कपडा किन्नु, खुवाउनु, उनीलाई राम्रो पढाउनु, लेखाउनु बुवा आमाको कर्तव्य हुन्छ। त्यस्तै तपाईँ र मेरो कर्तव्य हो, विश्वासीको कर्तव्य सुसमाचार सुनाउनु पर्छ। यदि सुसमाचार सुनाउनु भएको छैन भने आफ्नै ठाउँमा तपाईले कसरी सुसमाचार सुनाउने हो? याद गर्नुहोस्, मैले येशू प्रभुलाई विश्वास गरेपछि सुसमाचार, मेरो घरमा भएको घटना, मैले रोएको कुरा, प्रभुले त्यो दुध र मासु खुवाएको कुरा, एक दिन हामी वहाँ शिवराजपुरमा गएको घटना, त्यो मेरो जल्दो छ। अहिले पनि म अरू ठाउँमा गएँ भने यो गवाई बताउँछु। अहिले हामी तपाईँ र मैले सुनेका छौँ। अनि त्यो सैनिकबाट के भन्छ, हामी दाफेमा हामी गयौँ। दाफेबाट जाने बेलामा हाम्रो आदरणीय दाजु र म दाफे जाने कुरा भयो साँझ। म नि घरमा आएँ, सल्लाह गरेर भोलि बिहान नै हामी हिँड्ने यति बजे खाना खाएर। त्यसपछि घरमा गएपछि धीरज बिरामी भइगयो। धीरज बिरामी भएर ज्वरो आएर उल्टी गरेर ऊ लखतरान भयो। अनि मैले भने, गौरीलाई भने, तिमी
प्रार्थना गर्नु, एकदमै अप्ठ्यारो भयो भने अस्पताल लैजानु। म चाहिँ सेवामा जान्छु। म आज नगएर सेवामा नगएर म अस्पताल जान सक्थेँ त्यो दिन। गुरुबा गुरुआमा दाजुले बुझ्नुहुन्थ्यो, बच्चा बिरामी थियो, त्यस कारणले जानु भएन। तर मैले केही पनि भनेन उहाँहरूलाई। दाइसँग आएँ, दाइसँग हामी गयौँ। कति 3 घन्टा 4 घन्टा लाग्थ्यो जान। त्यहाँ सङ्गति गर्थ्यौँ 1-1.5 घन्टा, त्यसपछि फेरि आउँथ्यौँ। मेरो दिमागमा थियो कि मेरो बच्चा बिरामी छ, मलाई थाहा छ, तर मैले भनिया थिएन। मैले प्रभुको सेवामा थिएँ, मैले प्रार्थना गर्दै थिएँ, दाइलाई पनि भनेको थिएन मैले। अनि यहाँ आएपछि गुरुबा गुरुआमाले भन्नुभयो, गौरी बहिनी आउनुभएको थियो, धीरज बिरामी रहेछ, उल्टी भारै छ, औषधि लिएर आउनुभएको थियो। अस्पताल गएर यहाँ लिएर आएको। अनि म घरमा गएँ। गौरीले मसँग रिसा थिइन् त्यो बेला। बच्चा बिरामी छोडेर उहाँ बाहिर घुम्ने, यहाँ बच्चा मऱ्यो भने के हुन्छ? ज्वरो आएर एकदमै त्यो भोमिट गरेर त्यो बिस्तारामा परेको थियो। मेरो उनीको लामो झोला थियो एउटा। अनि म दिनभरि प्रार्थना गर्दै थिएँ। मैले त्यो बेला भने, प्रभु मेरो बच्चा बिरामी छ, तपाईले निको बनाउनुहुन्छ। आमेन। मेरो विश्वास थियो। विश्वास चाहिँ दृढ हुन्छ अन्तिमसम्म। हुन्छ कि हुन्न? हुन्छ कि हुन्न? होइन, मलाई विश्वास थियो। अनि यहाँ आएपछि गुरुबा गुरुआमाले भने चाहिँ हो भने बिरामी छ धेरै। त्यसपछि म घरमा गएँ। साँझ पुगेको थिएँ, लगभग घाम डुब्ने अँधेरो हुन लाग्थ्यो। म हेरेँ यसरी उठेर, म बसेको थिएन, मेरो झोला काँधमा थियो। मैले उसमाथि शिरमा हात राखेँ। मैले अहिले जस्तै लाग्छ, त्यो ज्वरो, त्यो उल्टी त्यही घडी म निको भयो। आमेन, हालेलुया। अनि उसले उठ्यो, आफ्नो हात फैलायो। मैले आफ्नो यहाँ काखमा ल्याएँ। मैले हातले यसरी चुम्च्याएँ। प्रभुलाई भने धन्यवाद प्रभु, धन्यवाद भने मैले। तपाईँ जिउँदो हुनुहुन्छ, तपाईँ सत्य हुनुहुन्छ, तपाईँ शक्तिशाली हुनुहुन्छ। आमेन। अनि मैले रोएर धन्यवाद भने परमेश्वर। त्यो बेला यो गवाई, यही कुरा मैले ठाउँ ठाउँमा गएर बताएँ। प्रभुलाई धन्यवाद होस्। त्यसपछि विश्वास गरेको 6 महिना भयो, मेरो जीवनमा आगो लाग्यो। आगो लागेपछि कस्तो हुन्छ? छटपटी लाग्छ। अब यस्तो अचम्मको काम म कसरी लुकाएर राख्न सक्छु? मैले प्रार्थना गरेर, म पापीले प्रार्थना गर्दा रोग निको हुन्छ, ज्वरो हटेर जान्छ। अनि भूत लाग्यो मान्छे मेरो आँखाले मैले देखेको छु। मलाई क्या परमेश्वरले देखाउनु भयो। गुरुआमाले भन्नु जाने होइन। अहिले मैले उपवास बस्न थालेँ। घरेलु सङ्गतिमा जान्थेँ थारूको लागि। थारू कोही थिएन, म मात्रै थिएँ यहाँ चौधरी। यो चर्चमा कोही पनि चौधरी थिएनन्। चौधरीको लागि मेरो जाति मर्यो प्रभु। कसरी म बोल्न जान्दिनँ, मैले त्यति जान्दिनँ, कसरी सुनाउने होला। 3 महिना उपवास बसेँ, प्रार्थना गरेँ। त्यसपछि सुसमाचार हेर्नुहोस्, 3 महिना मैले उपवास बसेँ जातिको लागि, प्रार्थना गरेँ। हर घरेलु सङ्गतिमा मैले विषय राख्थेँ थारूको लागि। अहिले पनि मैले थारू जातिको लागि प्रार्थना गर्छु। मेरो जिम्मेवारीको कुरा हो। परमेश्वरले सोध्नु भयो भने पहिले मेरो जातिलाई सोध्नु भयो, त्यसपछि अरू।
परमेश्वरलाई महिमा होस्। त्यसपछि 6 महिना बित्यो। हाम्रो आदरणीय दाजु र हामीलाई पठाउनु भयो प्रार्थना अभिषेक गरेर। हामी गयौँ साँझ लगभग 4, बिहान गएको मान्छे 4-5 बजेतिर हामी पुग्यौँ हाम्रो गाउँमा। हामी हाम्रो गाउँको सिमाना पुग्नुभन्दा पहिले हामीले 2 जना घुँडा टेक्यौँ। दाइले हर कुरा मलाई सिकाउनु भयो, प्रार्थना कसरी गर्ने, वचन कहाँबाट कसरी पढ्ने, कसरी बोल्ने। मलाई अझै आउँदैन राम्रो बोल्न, उहाँ जस्तो त म सक्दैन बोल्न, तर पनि म कोसिस परमेश्वरले। त्यसपछि राति गयौँ, त्यो गाउँलाई बाँध्यौँ। हामीले जानुभन्दा पहिले गाउँलाई बाँध्यौँ। गाउँलाई बाँधेर हामी त्यहाँ पुग्यौँ। घरमा गएर त्यो रात हामीले घरमा 2 जना गएर मेरो गाउँमा हामीले सुसमाचार सुनायौँ। त्यो दिन 12 जनाले येशूलाई विश्वास गर्नुभयो। ताली बजाउन सक्नुहुन्न? हालेलुया! 12 जनाले येशूलाई विश्वास गर्नु। कति खुसीको कुरा। त्यो जस्तो खुसी मेरो लाइफमा आजसम्म मैले पाउँदैन। जब आत्माहरू बचे, मेरो दिदी यसरी 5 वर्ष यसरी हिँड्नुहुन्थ्यो। 5 वर्षसम्म यसरी सिधा हिँड्न सक्नु भएको थिएन। त्यो दिदी 1 हप्तामा सिधा हिँड्ने लाग्नुभयो। रन्जितको आमा हुनुहुन्छ उहाँ, अहिलेसम्म उहाँ हुनुहुन्छ। प्रभुलाई धन्यवाद होस्। अनि यसरी मण्डली सुसमाचार अनि सबै सिकाएर हाम्रो आदरणीय दाजु शनिबारको संगति यहाँ चलाउन आउनुभयो। म चाहिँ त्यहाँको संगति चलाएर म 1 हप्ता यहाँ आउँथेँ, 1 हप्ता त्यहाँ पठाउनुहुन्थ्यो गुरुबा गुरुआमाले। यसरी मलाई तालिम दिँदै हामीले यसरी सुसमाचार दाङमा फैलायौँ। दाङमा सुसमाचार सुनायौँ। दाङका मानिसहरूले यसुलाई विश्वास गर्नुभयो र धेरै हजारौँ, अहिले अब 100 होइन, 12 होइन, 100 होइन, हजारौँ मानिसहरूले यसुलाई विश्वास गर्नुभएको छ। हालेलुया! परमेश्वरमा कुन कुरा सम्भव छ? कुनै कुरा सम्भव छैन। त्यसकारणले प्रिय प्रभुका जनहरू, यो सुसमाचार कसको लागि रहेछ? कतिजना हामी बुझेका छैनौँ। यो सुसमाचार कसको लागि हो? हे मित्र, कसको लागि हो यो सुसमाचार? उसको लागि हो, उसको लागि हो, मेरो लागि होइन। यो सुसमाचार यसको लागि हो। के भन्न सक्नुहुन्छ? हालेलुया! हालेलुया! सुसमाचार हे मित्र तिम्रै लागि हो। हामी 223 नम्बरको भजन फेरि हामी गाउनेछौँ अन्तमा। त्यसपछि आउनुहोस् हामी घुँडा टेक्नेछौँ। प्रिय प्रभुका जनहरू, सुसमाचार कति महत्त्वपूर्ण छ। कोहीले जीवन पाउँछ। सुसमाचारले मानिसले जीवन पाउँछ। सुसमाचारले मानिसले आशा पाउँछ। ओ भूत लागे मानिसहरू भूतबाट छुटकारा पाउँछन्। मरेका मानिसहरू जीवित हुन्छन्। रोगीहरू निका हुन्छन्। ओ हालेलुया!